हेलो एन्ड नमस्ते सबैजनालाई। ल आजबाट भ्लग सुरु हुँदैछ मेरो होइन। आज हामी चाहिँ उता कलपुटातिर ढाक्छ दाजुभाइ वाइल्डङ भाइ र म जाँदैछौँ। अब हेरौँ कस्तो हुन्छ बाटोमा, कस्तो हुन्छ के हुन्छ म तपाईँलाई ढाक्क देखाउँछु है। ल अब वाइल्डङ घर आयो होइन। अब वाइल्डङ मन्दिर जाने हुन्छ, रोटी खाँदैछ, के भन्ने अब कहाँ खानुभयो पनि आज सोमबार मन्दिर जाने भनेपछि त्यही मन्दिरबाट मन्दिर चौक एउटा चाहिँ छुटेछु। अर्को चाहिँ के भन्छ अरे के त्यसको नाम कलपुटार। ल सबैजनालाई फेरि पनि हाम्रो युट्युब च्यानलमा स्वागत छ। अनि हामी चाहिँ घरबाट खाना खाएको छैन आज, किनकि आज मन्दिर दर्शन गर्ने भनेर एकदम चोखो पेटको साथ नुहाइधुवाइ गरेर हामी बाटोमा जाँदैछौँ। बाटोमा जाने क्रममा चाहिँ सुरुमा हाम्रो अहिले एकदमै सोसियल मिडियामा एकदमै देखिएको मन्दिर जुन रूपतालको बिचमा ठुटेश्वर महादेवको दर्शन गरेर हामी ठुटेश्वर महादेव हुँदै लङजुममा रहेको कर्पुटार शिवजीको एकदम ठुलो मन्दिर कर्पुटार पुगेर भिडियोहरू हाल्छौँ। हजुरहरूले हाम्रो भिडियो युट्युब च्यानलमा बसेर भिडियो हेरेर साथ सपोर्ट दिनुहोस्। ओके लेट्स सी यू। ल है अब चाहिँ हामी सातमाने बजार आइपुग्यौँ। सातमाने बजारबाट हामी राजचौतारा नगइकन हामी रूपतालको बाटोतिर लाग्छौँ। अब खोला छेउको बाटो है। यहाँबाट हामी बाटै नछोडिकन सिधै गयो भने हामी रूपताल पुगिन्छ है पहिला है। ल है हजुरहरूलाई आउन पनि सजिलो होस्। ठुटेश्वर महादेव कर्पुटार होइन भिडियो हेरेर आउँदै हुनुहुन्छ भने आउनुहोस्, घुम्नुहोस्, दर्शन गर्नुहोस्। हजुर तल आएन है। हामी चाहिँ जलेश्वर महादेव रहेछ, यसमा ठुटेश्वर भन्ने निस्केर होइन बाबु। गर्मी छ कि अहिले 12 बजेको घाम पनि भइरहेको हुनाले हामीलाई चाहिँ एकदम गर्मी भयो। हामी चाहिँ मुलको पानी घट कल आएको मुलको पानी घट खाइन्छ। मेरो भक्कु अहिले राम्रै राइड हानिरहेको छ अहिलेसम्म होइन। ल च्याप आमा यस्तो पो आनन्द, यसलाई पो आनन्द भन्छ बल्ल। नुहाइदिन्छु म त भक्कु बेला त ल म नुहाइदिन्छु सर लाग्न म नुहाइदिन्छु ल तपाईँलाई। चाहिँ हामीले देखेर पुरा निस्केर आएन है, हेर्नु सक्नुहुन्छ पछाडि। सपनामा 5 मिलियन भ्यू आएको देख्छु बाबु। सपना 5 मिलियन भ्यू 10 मिलियन भ्यू आएको देख्छु। मैले त नआए बिलियन देखिरहेको के गर्ने यार, लास्टमा आउँदैन। सपना पुरा हुन गाह्रो छ मेरो। यो जुनीमा सपना पुरा होला जस्तो छैन दाइ। ल अहिले हामी चाहिँ लमजुङ र कास्की जोड्ने पुलमा टक्क आइपुग्यौँ। अब चाहिँ अलिकति धेरै छैन, थोरै 2 देखि 3 मिनट लाग्ला। हामी आइसक्यो, अब आइसक्यो मेरो भाइ। गर्मीको के हो छम्माको कमी नै हुन्छ तपाईँले। हामी कर्पुटार बजारबाट थोरै अगाडि आइसकेका छौँ। मन्दिर आउनलाई अब 2-3 मिनट बाँकी छ। हामीसँग
पहिला आउँदा पनि स्कुल खालको थियो, अहिले चेन्ज भइसकेको छ। बाटो पनि हेर्दै राम्रो पिच गरिरहेछ। अनि यो बाटोबाट गयो भने चाहिँ हामी तल गमौली सरी गमौली होइन के भन्छ अरे घले गाउँ जान सकिन्छ। यो बाटो चाहिँ हामी घले गाउँ जाने बाटो हो कि तर हामी जाँदैछौँ अहिले मन्दिरमा। मन्दिरको टुप्पो देखिन्छ अब मन्दिरको टुप्पो देखाइदिए आइपुग्यो। आयो 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 हामी ट्याक्क कलकत्ताको ठ्याक्क गेटमा आइयो होइन। गेटमा आउने बित्तिकै यस्तो आनन्द फिल भयो कि सोचेको पनि छैन कि त्यस्तो आनन्द फिल कि आहा यस्तो पो। हाम्रो यहाँ कर्पटारमा बस्नुभएको गुरुवा भेट्नु भएको छ। यसो कर्पटारको यो खास एकदम के विशेषता के हो यहाँको यो मन्दिरको कर्पटारको मन्दिरको एकदम विशेषता के हो बुवा? यहाँ उत्पन्न भएको यहाँ उत्पन्न गर्दा खै पहिला कुनै राजाको पालमा यहाँ पहिला ताल थियो अरे ताल थियो अरे ताल थियो अरे। त्यहाँदेखि ताल मेट्दै मेट्दै गएर दलदली भएर बस्दाखेरि अनि मान्छेले खेती गर्न सुरु गर्यो। खेती गर्ने सुरु गर्दाखेरि अनि यहाँ हलो जुवा जोत्नु थालेको छ नि मान्छेले। जोत्नु थाल्दाखेरि यहाँ हली गोरु यहीँ भस्म भएर मर्छ। भस्म भएर मर्दाखेरि के रहेछ त यहाँ किन यसरी मऱ्यो भनेर खनेर गाउँलेले खनेर हेर्दाखेरि सानो शिला भेट्नु। सानो शिला भेट्दाखेरि यो शिला चाहिँ उपाएर ठाउँ लगेर यहाँ खेती गर्नु पऱ्यो भनेर गर्दै आज अलिकति खनेर राख्यो सकेन निकाल्नु। अनि भोलि खानावाला भनेर आउँदाखेरि त्यो त्यहाँ पुरेछ अरे कि पुरेर त्यो भोलिपछि धेरै मान्छे आएर खाँदा अनि ठुलो खाने तर सकेन। 3 पल्टसम्म खाने नसकेर अनि यही मन्दिर स्थापना गरेर अनि राजाले त्यहाँ मन्दिरमा घन्टीमा लेखेको छ राजाले चाहिँ मन्दिर स्थापना गर्ने भनेर अनि मन्दिर स्थापना गरेर पहिला यहाँ सोतीहरूले पूजा गर्ने पुजारी सोती पूजाको हो यो। अनि सोतीहरू आज सोतीले घिमिरहेको छ। अनि त्यहाँदेखि पूजा गर्दै गर्दै पछि अनि सोती पसलबाट सोतीको के अरे घिमिरेको भान्डाहरूले ल्याएर यहाँ सोतीहरूले अहिले पूजा परम्परा पूजा। यो त हाम्रो यो त तालको अस्ति भयो नि त यसको काण्ड त हाम्रो तालमा नि अहिले एउटा ठुटोबाट कि एउटा रुखबाट चाहिँ पानी आए जस्तै त्यहाँ पनि मन्दिर बन्न लाग्यो। तँ नि यस्तै हुन्छ क्या है त्यहाँदेखि जडेको मुनि गढेको अहिले खन्दाखेरि डोजरले झन्डै डजरै भक्केको होइन त नि त्यहाँ कस्तै हुने भयो क्या यहाँ पनि होइन। त्यहाँ पनि म गएर हेरेको 2 पल्ट आएर चाहिँ यतापट्टि भनौँ न पश्चिमको साइडमा चाहिँ अलिकति फुटेको जस्तो रहेछ त्यो ठुलो है। अनि त्यहाँबाट निस्केर पानी यतापट्टि फुटेको पनि छैन। यतापट्टि पानी म पनि गएर दर्शन गरेर पनि आएको। हामी पनि भर्खर दर्शन गरेर त्यहाँबाट यहाँ आएको। हजुरसँग भेटेर खुसी लाग्यो गुरुबा धन्यवाद। हजुरको आशीर्वाद सधैँ रहोस्। हामी चाहिँ पोखरा लेखनाथ खुदीबाट आएको। यो चाहिँ मेरो भक्कु भाइ हो। ल बुवा बाबु कस्तो फिल भइरहेको छ अहिले? एकदम आनन्द होइन। हामी चाहिँ अहिले एकदम कर्पटार मन्दिर दर्शन गर्दैछौँ। अब चाहिँ कर्पटार मन्दिरमा आइसकेपछि एकदम मन एकदम के अर्कै टाइपको त ऊ भइरहेको कि छुट्टै इनर्जी आइरहेको कि कर्पटारको मन्दिरमा आइपुगेपछि होइन। अनि चाहिँ एकदम स्पेसल्ली हाम्रो शिवजीको लागि हो यो होइन। जय मलाई सबभन्दा मेडिटेसन मिल्ने साउन्ड भनेको यही हो कि त्यो घन्टीको साउन्डले चाहिँ मलाई नेक्स्ट लेभलको मन्दिर चाहिँ यही हो। मन्दिर चाहिँ हामीले भित्र गएर दर्शन गर्न पाइहाल्दैन किनकि आज ताला लाएर चाहिँ सधैँ खुल्दैन यो मन्दिर चाहिँ किनकि एकदमै मान्छेहरूले एकदम आस्था राख्ने ठाउँ भएर पनि होला यो है। किनकि अब यहाँभित्र एकदम खजनाहरू छ राम्रो राम्रो कुराहरू छ भनेर पनि होला। अनि यहाँ एकदमै मेरो भाइले के को मतलब मेरो भाइले पाती चढाउँदै रहेछ त। मेरो भाइले नि यहाँ दर्शन गर्दै बाहिरबाट म नि अब बिचमा बाहिरबाट दर्शन गर्छु तर म त मनमा नि दर्शन गरिसकेँ है। अब हामी यहाँलाई निस्किनु पर्ने हुन्छ होइन। सबैले भिडियो हेरिदिनु होला माया गरिदिनु होला।